My future generation saying that we are an agriculture country किताबमा फेरि पढ्नु पाओस् क्या हामी मान्छे एक्सपोर्ट गर्ने कन्ट्री हो भनेर चाहिँ भन्नु सुन्नु नपरोस् किसानलाई गएर खेत खन भनेर हात मात्र दिएर त हुँदैन होला केही न केही त दिनुपर्छ होला अब उहाँले ट्राई गरिराख्नु भएको छ भने त्यसलाई चाहिँ आई थिङ्क मेरो विचारमा हजुरले क्याबिनेटमा राखेर यसको बजेट बढाउनुपर्छ हाम्रो कृषिको लागि उत्पादन बढाउनुको लागि केही न केही गर्नुपर्छ मलको लागि तपाईँको प्रोडक्सन फ्याक्ट्री नेपालमै खोलौँ होइन अनि उखुको लागि जुन चाहिँ यो तपाईँको उन्नत जातको तपाईँको यो जुन चाहिँ मेकानिजमहरू तपाईँले इन्डियाबाट घुम्नु भएको छ त्यसमा स्टडी गरेर बरु त्यसलाई चाहिँ अझै कसरी राम्रो बनाउन सकिन्छ हाम्रो नेपालको विजेता देखाएर त्यसमा किन उहाँले गरिसकेर एउटा त आइडिया निस्किसकेको छ नि त यसमा बरु थपिदिउँ भने अझै राम्रो हुन्छ नि त तर हामीले अनुदान रकम जहिले पनि नेक्स्ट इयरको पछिल्लो वर्षको अनुदान रकम अर्को वर्ष पाउने गरेका छौँ होइन अनि यो पेमेन्टको कुरा रह्यो यो चाहिँ सकेसम्म उहाँहरूलाई चाहिँ सामान दिएको जस्तो होस् होइन अलिकति धेरै अमाउन्ट भएको हुनाले अलिकति 1 महिना होला तर 1 वर्ष चाहिँ यो अन्याय हो यो चाहिँ हाम्रो विचारमा चाहिँ यो चाहिँ सरासर अन्याय नै हो कसैलाई यति साह्रो गरिबलाई त्यो गर्नुहुन्छ जस्तो लाग्दैन एउटा कागज गरेर तपाईँहरूले यहाँ गएर 1 वर्ष लेखिदिनुहुन्छ त्यहाँ उसको 1 वर्षसम्म दुःख पाउनु